ठिक छ नि के छ उमा दिदी हेलो उमा दिदी ठिक छ नि हेलो भेना कस्तो छ स्वाद कस्तो छ केही बढी छ हाम्रो अर्को भेना ठिक छ नि ठिक छ हेलो I am so happy. हेलो हेलो गर्नुपर्छ यस्तो गर्नुपर्दैन फेरि ठिक छ दिदी खाजाको व्यवस्था हुँदैछ हेलो ठिक छ मम्मी ठिक छ हेलो ठिक छ हेलो हाय हाय उमा दिदी के छ ठिक छ हेलो हेलो ल ल ल ल ल काम भन्दा ठुलो कुनै तागत हुँदैन मान्छेहरूको माया भन्दा ठुलो कुनै सम्मान हुँदैन अनि परिवार भन्दा ठुलो कुनै सम्पत्ति हुँदैन। नमस्कार मेरो नाम छ होमलाल श्रेष्ठ। आज यस भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा पाल्नुभएका यहाँहरू सम्पूर्णमा आयोजक एनएस सानो झाँक्री परिवारको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक सुस्वागतम व्यक्त गर्दछु। एक अर्का बीच जस्तै परिवारले दिएको चोट भन्दा ठुलो अरू केही हुँदैन। यही विषयमा एउटा सानो कथा छ है। एक दिन यहाँले सुनिसक्नु पनि भयो होला सुनिसक्नु भएको छ भने पनि एकदम ध्यानपूर्वक सुनिदिनु होला। एक दिन चाहिँ फलाम र सुनबीच कुराकानी भएछ है फलाम र सुनबीच कुराकानी भएछ त्यहाँ भयङ्कर कुराकानी भएछन्। त्यसमा चाहिँ सुनले सोधेछ ए फलाम दाई तपाईँलाई त कसैले कुर्दा तपाईँ त चिच्चै रुनुहुन्छ किन भनेर सोधेछ फलामलाई सुनले। अनि फलामले जवाब दिएछ ए सुन भाइ तिमीलाई पो अरूले कुर्छन् त तिमी त्यही भएर बिस्तारै रुन्छौ मलाई त आफ्नैले पिट्छन् म चिच्चै रुनु परेन त भनेर जवाब दिन्छ। यसबाट हामीले के सिक्न सक्छौँ भने नि एकले अर्काको कुरा काट्ने एकले अर्कोलाई नराम्रो वचन गर्ने एकले अर्कालाई विभिन्न किसिमको खुट्टा तान्ने प्रविधि चाहिँ आजैबाट नयाँ वर्षको सुरुवात छ नयाँ वर्षबाटै त्यागौँ र नयाँ सुरुवात गर्न म यहाँहरू सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। त्यस्तै आज यस कार्यक्रमलाई हामी यहाँ उपस्थित भइरहेका छौँ। हामीले अनौपचारिक तरिकाले जान्छौँ त्यही पनि स्वागत मन्तव्यको लागि म प्रहलाद श्रेष्ठ दाइलाई सामान्य स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद आजको यस कार्यक्रमका सञ्चालक होमलाल श्रेष्ठजीलाई। आज मिति 2082 साल वैशाख 1 महिना 1 गते नववर्ष 2082 को पावन अवसरमा यस सानो झाँक्री एनएस सानो झाँक्री गुठी परिवारका सम्पूर्ण दाजुभाइ भाउजू बुहारी काकी चमा आमा दिदी भेना लगायत सम्पूर्ण उपस्थित हुनुभएको महानुभावहरूमा चाहिँ सर्वप्रथम नववर्ष 2082 सालको उपलक्ष्यमा उत्तर प्रगतिको हार्दिक कामना सहित शुभकामना व्यक्त गर्न चाहन्छु। विशेषतः आज यस सानो झाँक्री परिवारको यस काठमाडौँ भ्यालीमा आइकन पनि हामी भेटघाट गर्नका लागि एकले अर्कालाई देख्न भेट्न बोल्नका लागि चाहिँ कि त कहीँ शुभ कार्य नै हुनु पर्यो कि त भनेको बिरामी भएको कारण बिरामी भएर हस्पिटलमा भयो भने मात्रै भेटघाट हुने रहेछ नत्र भने सबै आफ्नै तरिकाले आफ्नै पारामा सबैजना व्यस्तको व्यस्त को कहाँ छ के छ भन्ने कुरा नै थाहा नपाउने भएको कारणले आज चाहिँ नयाँ वर्षको अवसरमा चाहिँ एक दिन चाहिँ भेटघाट गराउन त भन्ने मानसिकताका साथ चाहिँ हाम्रो एनएस झाँक्री टोलबाट चाहिँ आज यस भेटघाट कार्यक्रम गरेका छौँ र सम्पूर्ण सबैजना उपस्थित हुन नसके पनि उपस्थित भएकोमा चाहिँ हामी उपस्थित भएकाहरू चाहिँ आजको दिन चाहिँ यहाँ उपस्थित भएर खुसीका साथ हर्ष उल्लासका साथ चाहिँ रमाइलो गरौँ हैन। विशेष त आजको दिन चाहिँ एक दिन चाहिँ रमाउँ न त रमाएर बसौँ सबैले एकले अर्कालाई भेटघाट गरौँ दुःख सुखको के कस्तो छ गफसफ गरौँ को कहाँ के गर्दैछ भन्ने कुराहरू सबैले एक अर्कामा सेयरिङ गर्ने दिनको लागि भनेर चाहिँ हामीले आज यस भेटघाट जमघट कार्यक्रम गरेका छौँ र सम्पूर्ण
उपस्थित हुनुभएको छ र अझै पनि आउँदै हुनुहुन्छ आउनेहरूलाई स्वागत गर्दै यहाँ उपस्थित हुनुभएकाहरूलाई अझै पनि स्वागत गर्दै बसेर सबैजना रमाइलोका साथ बसौँ, रमाइलो गरौँ। विभिन्न किसिमका गेम आयोजनाहरू गरेका छौँ। गेममा सबैजना सहभागी हौँ। एकले अर्कालाई सहयोगका साथ गेम खेल्दै रमाइलो गरौँ भन्दै मेरो चाहिँ छोटो मन्तव्य यहाँ टुङ्ग्याउँछ। हस्त धन्यवाद। हुनेछ र आफ्नो परिचय दिन म यतैबाट सुरु गर्न चाहन्छु। आफू तिम्रो पालो नमस्कार, सक्षम श्रेष्ठ भन्ने खोइ। नमस्कार, मेरो नाम सञ्जना श्रेष्ठ हो। मेरो नाम सञ्जना श्रेष्ठ। नमस्ते, मेरो नाम विजया श्रेष्ठ हो। नमस्ते, मेरो नाम दिपा श्रेष्ठ। नमस्ते, म सबिना पुत्री। नमस्ते, म साका श्रेष्ठ। नमस्ते, मेरो नाम कविता श्रेष्ठ। नमस्ते, मेरो नाम करिना श्रेष्ठ। भाइरल केटी भन्दै हुनु। नमस्ते, मेरो नाम दुर्गा श्रेष्ठ। नमस्ते, मेरो नाम बस्ती। नमस्ते, मेरो नाम मिलना श्रेष्ठ। जय होस्, दिपेश पोखरेल। नमस्ते, मेरो नाम प्रदीप श्रेष्ठ। नमस्ते, मेरो नाम गुञ्जना श्रेष्ठ। नमस्ते, मेरो नाम सपन श्रेष्ठ। नमस्ते, मेरो नाम सौगा श्रेष्ठ। नमस्ते, मेरो नाम सिमिना श्रेष्ठ। नमस्ते, मेरो नाम मुला श्रेष्ठ। नमस्कार, मेरो माया श्रेष्ठ। नमस्कार, म कविता श्रेष्ठ। नमस्ते, मेरो नाम चाहिँ प्रहलाद श्रेष्ठ। नमस्ते, मेरो नाम नमस्ते, मेरो नाम शान्ता श्रेष्ठ। मेरो नाम मनिषा श्रेष्ठ। त्यो भन्नलाई के गाह्रो? अब यता नमस्ते, मेरो नाम बुद्धनाथ श्रेष्ठ। म कार्यक्रम सञ्चालक भइहालेँ। अब को छ बाँकी? यता यता नमस्कार। नमस्ते। नमस्ते। यता पनि नमस्ते कोही पारिवारिक भेटघाट यहाँबाट हामीले एक अर्कालाई चिन्ने, एक अर्कालाई बुझ्ने र यहाँबाट सकेसम्म फाइदा उठाउनु हुनेछ भन्ने हाम्रो अपेक्षा छ। साथसाथमा म एउटा कथा छ, यहाँहरूलाई कथा मार्फत एकदम म प्रति ध्यान आकृष्ट गर्न चाहन्छु है। सुन्नु है, एकदम ध्यानपूर्वक सुन्नु होला है। धन्यवाद। एउटा सहरमा चाहिँ यहाँले सुन्नु होला, एउटा सहरमा चाहिँ एउटा बुवा, एउटा आमा, एउटा श्रीमान श्रीमती र उसका दुईटा छोराछोरी बस्दो रहेछ है। जो श्रीमान छ, श्रीमान ऊ दैनिक अफिस जान्थ्यो, आफ्नो काम गर्थ्यो, घरमा आउँथ्यो अनि दुईटा बच्चा बच्चीले चाहिँ के भन्थ्यो भने बाबा आज घुम्न जाऊँ न, आज मलाई यो खान मन छ, मलाई त्यो खान मन छ भन्थ्यो बच्चा बच्चीले। र बाबाले जवाफ दिन्थ्यो, के दिन्थ्यो भने टन्न पैसा कमाउला बाबु अनि रमाइलो गरौँला भन्थ्यो रे। बच्चा बच्चीलाई क्युरियोसिटी हुन्थ्यो, सोध्थ्यो प्रत्येक हप्ता प्रत्येक उसमा जुन होलिडेको दिन छ त्यो दिन पनि सोध्थ्यो बाबाले म बिजी छु, मेरो काम छ, टन्न पैसा कमाउला अनि मात्र रमाइलो गरौँला भन्दो रहेछ। अनि ऊ अफिस जान्थ्यो, फर्किन्थ्यो घरमा। त्यस्तो दिनचर्या चल्यो, लामो वर्ष चल्यो। एक दिन चाहिँ ऊ अफिसबाट घर फर्किने क्रममा अब त मैले टन्न पैसा कमाएँ, अब त परिवारलाई समय दिने हो भने घर फर्कदै गर्दाखेरि अगाडि त यमराजको दूत छ, अगाडि डङरङ आएर पुरा भाला पुरा त्यो झान्टा के बोकेर टक्क अगाडि आएर बसेको छ हो। त्यो जो व्यक्ति छ फर्किँदै गरेको व्यक्ति, उसले सोधेछ तपाईँ को भनेर सोधेछ। अनि अगाडि आएको यमराजले म यमराजको दूत, म तिमीलाई लिन आएको, मसँग जाउँ, अब तिम्रो यो धरतीमा समय अवधि सकिसक्यो, अब परमधाम जाने, जे गर्नु छ उहीँ गएर गर्ने भनेछ। अनि जो व्यक्ति छ उसले चाहिँ हजुर अब म परिवारसँग रमाउने, परिवारसँग खुसी हुने भनेर आज अफिसबाट घर फर्केको, मलाई 1 महिनाको समय दिनुहोस्, 1 महिना परिवारसँग खुसी हुन्छु, म रमाउँछु अनि म तपाईसँग जान्छु भनेछ। भन्दाखेरि नो हुँदैन, अब तिम्रो समय अवधि सकिसकेको छ भन्दाखेरि होइन हजुर मलाई 15 दिनको समय दिनुहोस्, हुँदैन, मलाई 1 घन्टाको समय दिनुहोस्, त्यो पनि हुँदैन भनेछ। 1 मिनेटको समयमा त्यो पनि हुँदैन, अब तिम्रो जाने पालो छ, तिम्रो समय अवधि धरतीबाट सकिसकेको छ भन्दाखेरि त्यो व्यक्तिले एउटा सानो चिठीमा लेखेर छोडाएको थियो, हामीले
हामीले यो धरतीमा जन्मने र मर्ने बिचको समय अवधि छ। त्यो समय अवधिबाट भरपुर उपभोग लिने हो, परिवारसँग खुसी हुने हो, पैसा कमाउँदै गर्ने, परिवारलाई समय दिने हो, पारिवारिक भेटघाटलाई बाग्लाउने हो भनेर एउटा चिठी टक्क छोडेछ। यसबाट हामीले यो सन्देश पाउन सक्छौँ कि परिवार महत्त्वपूर्ण, परिवार भनेको महत्त्वपूर्ण भूमिका, महत्त्वपूर्ण खुड्किला हो हामी लाइफमा अगाडि बढ्ने क्रममा भन्दै यहाँहरूले यो कथाबाट सिक्नु होला। यसलाई अलिकति मैले ठ्याक्कै भन्न त जानिनँ, त्यही पनि यहाँहरूलाई यो मनसायलाई यो जुन कथाबाट दिन खोजेको सन्देशलाई यहाँहरूले बुझिसक्नु भएको छ भन्ने मेरो अपेक्षा छ। अब जानेछौँ हामी गेमतर्फ जानेछौँ। छिटो जारे सकियो ल सकियो फेल ल है ल दुईजना के तपाईले गर न दुईजना के टोली आयो आयो निस्क्यो आयो आयो फेल ल खाइ ल आयो 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 सपना ल बस माइन्ड डिस्ट्र्याक्सन दुईजना ल ल त आयो खाए थोरै दुईजना विनर ल आयो अलिकति मात्रै
यता नानीको बाल ल भान्जी खै तैँले किन एकैचोटि खायो के भयो गयो ल तेरो लु पहिला आयो आयो लु खायो लु गयो लु यता बाल दुईजना लु ल दुईजना ल सुरु लु खेल खाइयो नि अब यता आयो लु पालो लु ल ल यता लु आयो 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 लु यता लु आयो आयो उमा दिदी ल विनर ल शान्ता दिदी बाटो दुईजना ल यता लु आयो आयो खायो ल यता ल दुईजना ल छोडे ल तिनजना ल ल तिनजना ल आयो खायो छोड्ते नमस्कार, मेरो नाम प्रतीक श्रेष्ठ। आज म गीत गाउन गइरहेको छु। कमरैमा पटुकी कसेर रुकुमै गोटा आँखनी राम्रो हो मन पराउने ओठा आँखनी राम्रो हो मन पराउने ओठा। नमस्कार, मेरो नाम प्रतिभा श्रेष्ठ। म आज गीत गाउँदैछु। मेरो गीत यस प्रकारको छ। डाँडा पाखा चहराले तिम्रै गीत गाउँछ, छातीभित्र मुटु पानी तिमीलाई बोलाउँछ। सताएर नजाऊ टाढा हे माया, तिम्रै लागि यो धरतीमा। लाई लाई दिनी नानो कपडा बजाई लाई लाई दिनी नानो कपडा तानु ना साथियो तानु ना चिल्लिङ छक चिल्लिङ छक चिल्लिङ चिल्लिङ छक चिल्लिङ छक चिल्लिङ छक चिल्लिङ चिल्लिङ छक। म एउटा गीत गाउन गइरहेको छु। मेरी माया डल्ली डल्ली हिँड्नुपर्छ हल्ली हल्ली, मेरी मायाको चर्चा गल्ली गल्ली हो, मेरी माया डल्ली डल्ली हिँड्नुपर्छ हल्ली हल्ली। थ्याङ्क यू। नमस्ते, मेरो नाम सैयद श्रेष्ठ। म यता आफ्नो परिचय दिन आएको।
मेरो नाम सौगत श्रेष्ठ हो। मेरो बुवाको नाम कैलाश श्रेष्ठ र मेरो आमाको नाम सुमिला श्रेष्ठ हो। मेरो बहिनीको नाम वर्षा श्रेष्ठ हो। म 14 वर्ष भए र मेरो बहिनी 11 वर्ष भयो। धन्यवाद। नमस्ते सबैजनालाई। मेरो नाम मेलिना श्रेष्ठ हो। खाली हातै जान्यौ हामी, खाली हातै जानु छ, तेरो मेरो भन्नु हुन्न, मजा के नै लानु छ। मरेर गयो नि नतोरिने बन्धन माया हो, चाहेर पनि हिलाउन नसक्नु माया हो। संसारलाई भुलेर उसैलाई चाहने माया हो, सानो यो मनमा उसैलाई राख्नु माया हो। पाउनेलाई माया वरदान माया, बुझ्नेलाई माया संसार। धेरै दिनबाट यहाँ सुन्ने त कालो बादल चाहेको जस्तो। ए साथी तिमी कहाँ छौ भन न, लामो दिनहरू काट्न नै गयो। सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा छिमेकी कराउँथे साह्रो बाटो। तिमी बिना जिन्दगी अधुरो लाग्छ, तिमीसँग हर सपना पुरा लाग्छ। तिमी मुस्कुराउँदा यो मन रमाउँछ, प्रिय तिमीसँग यो संसार सजाउँछ। प्रिय तिमीले मलाई पागल सम्झिन्छ होला, प्रिय तिम्रो लागि म पागल भइदिइरहेको छु। चिया त एउटा बहाना हो, तिमीसँग भेट्ने चाहना हो। होइन सन्जी बहिनी आउट ल बधाई छ। सेकेन्डलाई 2टा बधाई छ। थर्ड खै मुस्कान मुझ्ला हो सबैले मुस्कान। सिधा है त ल एक ल सिधा आयो 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 केटा आयो 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 कहाँ हानेको दुईचोटि हान्यो ढोक्यो ए भुइँ तल गर हानो हानो एकदम सिधा आइरहेछ एकदम सिधा एकदम सिधा डन ठोक्यो 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 मैले ठोक्यो ल आयो
ठोक्क ए मान्छे कुट्लै ओ ठिक छ दिदी ठिक छ होइन छोड ल सिधा आयो भाउजू सिधा ठोक्क अब हाने ठोक्क ठोक्क कान्छ ठोक्क तल ठोक्क दाइ ठोक्क भेना ल छोड कान्छी छोड त दौड